ल साथीहरुमा चाहिँ यो ग्रो ब्यागमा रोपेको आलु खन्न गइरहेछु। टिप्न भन्न लागेछु कि यो चाहिँ बोट मरिसक्यो, खनिहालौँ। अर्को ठाउँमा पनि छ टन्नै यतापट्टि, यहाँ छ अलिकति अलिअलि कोही चाहिँ बोट मरिसक्यो, कुनै चाहिँ छैन। यो चाहिँ अलि पछि खन्छु। यताको चाहिँ खनिहालौँ है त, कति निस्किँदो रहेछ हेरौँ। जमा दुईटा मलकम भयो जस्तो लाग्यो मलाई। मसिनो उठिरहेछ। ल फेरि पनि थपेको छ आलु खन्नलाई। यो पनि निकालौँ, कति निस्किँदो रहेछ। आलु चाहिँ अलिअलि त निस्क्यो। बाल्टीमा टिपमै को ब्यागमा चाहिँ 3 पाथी निस्क्यो है। 3 पाथी त होला सायद। ल अलिकति मसिनो निस्क्यो, कोही त ठुलो नै छ हुन त, यति नै निस्किहाल्छ। निस्किनु त ल यति धेरै निस्किएको। ओहो, 1 बाल्टी, माइ लर्ड।
टमाटर पनि पाकेको छ, आलु पनि फलेको छ। हेर्नलाई अब टमाटर र आलु कस्तो राम्रो कलर के फेरि कहाँ पनि देखेको थिएँ है। टमाटर त जताततै छ त टमाटर। अब चाहिँ पाकेकै छ, एउटै हातमा नअर्ने भयो कि फेरि। यहाँ पनि छ टमाटर यस्तो दामी। एकैचोटि नअट्ने भयो अब त। ल टमाटर र आलु चाहिँ यति फल्यो। 3 पाती त बेसी नै छ होला। टमाटर पनि यस्तो क्लियर छ क्या, किरा पनि छैन। यो सब अर्ग्यानिक हो। विषादीहरू केही पनि छरेको हुन मेरो कौसीमा। सकेसम्म चाहिँ राम्रै खाउँ भन्ने हुन्छ मलाई।